छ हल्ली चल्ली क्या छ हल्ली चल्ली जुम्ला कसले जित्ने भया क्या छ हल्ली चल्ली नरे सुनकी अल्ली अरू राम्रा कोही देख्दिन नरे सुनकी अल्ली हेर जुम्लाबाट जिताउन रहेछ डोल्पा पनि जोड्ने जुम्ला रारा जाने बाटो डोल्पा पनि जोड्ने यिनैले हो तोड्ने जुम्लीका दुःखका पहाड यिनैले हो तोड्ने हेर जुम्लाबाट जिताउन रहेछ अरू राम्रा कोही देख्दिन नरे सुनकी अल्ली हेर जुम्लाबाट जिताउन रहेछ सबले सुन्याकै हो हिजा नभएका नेता सबले सुन्याकै हो पहिला चुन्याकै हो गरेकै हुन् विकास पनि पहिला चुन्याकै हो हेर जुम्लाबाट जिताउन रहेछ दाजुभाइहरूले हिरा चिनाउ आमा बुवा दाजुभाइहरूले झुक्क्याउला नरुले पछुताउनु पर्ला अझै झुक्क्याउला नरुले हेर जुम्लाबाट जिताउन रहेछ
भाषण गरी चर्चित बन्नु छैन यिनलाई चर्को भाषण गरी चिन्छन् देशैभरि चिन्छन् देशैभरि विकासवादी नेता बनी चिन्छन् देशैभरि हेर जुम्लाबाट जिताउन रहेछ डोल्पा पनि जोड्ने यिनैले हो तोड्ने यिनैले हो तोड्ने जुम्लीका दुःखका पहाड यिनैले हो तोड्ने हेर जुम्लाबाट जिताउन रहेछ जनताले रोज्याछन् जनताले रोज्याछन् माटोले खोजेको नेता जनताले रोज्याछन् यिनैलाई खोज्याछन् यिनलाई खोज्याछन् एकपटक जुम्लीले फेरि यिनैलाई खोज्याछन् हेर जुम्लाबाट जिताउन रहेछ हेर हो दाजुभाइ हौ आमा बुवा हौ दिदीबहिनी सारा जुम्लीले यसपालि नरेशलाई विजय गरौँ चाहियो भने देशलाई चाहियो भने देशलाई सक्षम निडर नेता अब चाहियो भने देशलाई जिताउने नरेशलाई जिताउने नरेशलाई जुम्लाको मुहारै फेर्ने जिताउने नरेशलाई हेर जुम्लाबाट जिताउन रहेछ हामीलाई चाहिने हो हामीलाई चाहिने हो विकास र समृद्धि अब हामीलाई चाहिने हो खोजीका पाइने हो खोजीका पाइने हो यिनी जति बौद्धिक नेता खोजीका पाइने हो हेर जुम्लाबाट जिताउन रहेछ जिताइदिया जनता तारामा भोट हालिकन जिताइदिया जनता छैन नरेश भन्दा छैन नरेश भन्दा बौद्धिक र इमानदार नेता छैन नरेश भन्दा हेर जुम्लाबाट जिताउन रहेछ ए आमा बुवा दाजुभाइ यसपालि त जुम्लाबाट जिताउन रहेछलाई ए आमा बुवा दाजुभाइ यसपालि त जुम्लाबाट जिताउन रहेछलाई ए आमा बुवा दाजुभाइ यसपालि त जुम्लाबाट जिताउन रहेछलाई ए आमा बुवा दाजुभाइ यसपालि त जुम्लाबाट